सबै तालमा गाउन आउँछ, सबै बेसुरा पनि गाउँछु जस्तो लाग्दैन, सबै सुरमा नि गाउन आउँछ, सबै तालमा नि गाउन आउँछ, सबै रागमा नि गाउन आउँछ। के गाछु, कुन तालमा गाछु, बेतालमा गाछु, गाउँ त गाछु, बेतालमा गाछु। फेरि टाढो पल्देखि दोहोरीसँग सँगै गाउँदा नि सुर हार्मोनियम बजाउन जान्थ्यो, मादल चाहिँ बजाएन, एङ्कर पनि गर्थ्यो, पप पनि फेरि फुर्ती लाग्छ फेरि फेरि। अनि एकैले कतै कहीँ यो ऱ्याप पनि हान्थ्यो फेरि होइन भ्याउँथ्यो मनलाई थाहा मनमा हाँसेको हो भनेर आँखा झिम्काउँदै भ्याउँथ्यो। बरु म कस्तो थिएँ मैले अल्छिनी हो क्या पहिलेदेखि नै साले कौडा गायो, त्यो सानो त बस्यो अनि त्यो दोहोरीको अफर हेऱ्यो, पानको पात झिनको छिनैमा आँधी खोला आएर म गीतै हाल्ने होइन। त्यसपछि गाह्रो हुन्छ नि, अल्ला रे सानानी उमेर कति हो, लामो तान्न पर्ने, त्यतिको नि गाउँथी सज। पानासँग बत्ती बालको आयो भने मरे चिठी धागोले बाँधेको बाँचे होला भेट भने आएपछि केटो कहाँ छ त अत्तो छैन। यो भाका अब मैले गाएँ होइन, होइन आफै लिहाल्थेँ, यसो लिन्थेँ, थाहा यसो गर्थेँ, अब यो भयो भने दुईटा गीत तिनटा गीत गाएर तिनटा गीत गाएर थाकेँ। यो लामो भाका अब यो यसले गाला नि, यसले गाउँछ होला भनेर अनि एङ्करिङ गर्ने म फलानु नम्बर टेबलको यति नम्बर भनेर अगाडि बोल्दै थिएँ, पछाडि यसलाई हेर्छु छैन यो त, ऊ गइसक्यो टोइलेट। अनि यता मैले सकि नसकि सुरु गरेपछि बल्ल हाँस्दै आउँथ्यो, यति ठग यसले सताउनु त, त्यति बेलादेखि ओइसँग सताइरहेको दाइ सताउनु त, फेरि बिगार्छ नि दाइ। अनि यो उता चाबल साडबाट दोहोरी गाउँथ्यो, अहिले सानो दोहोरी, मैले यसलाई ठुलो दोहोरीमा ल्याउनु पर्यो भनेर मैले गण्डकी दोहोरी साँझमा हाम्रो छत्ता दाई हुनुहुन्थ्यो साहु, उहाँलाई भनेर दोहोरीमा ल्याएँ दाइ। मलाई ल्याइदिएन, यत्रो ठाउँमा ठुलो ठाउँमा जानु पर्यो, म त पछि पऱ्यो भनौँ के अरे। अब म त सोझो लिएर आएँ, लिएर आएपछि तलब कति भन्ने कुरा चाहिँ मलाई चाहिँ त्यो दिने कुरो गर्छु भने लिएर आएँ। आएको 1 महिना त साउसित गरेर मेरो